रेफ्रीको कमजोर निर्णयको कारणले गर्दाखेरि मन्थली नगरपालिकामा चलिरहेको नगर कपमा यस्तो विवाद आएको थियो, जसमा मन्थली 3 र मन्थली 6 को गेम चलिरहेको थियो। त्यस समयमा हावाहुरी र पानी आउँदाखेरि पनि रेफ्री उतैको हुनाले मन्थली 3 का क्याप्टेन टिम कोचले हामी यस्तो समयमा गेम खेल्न सक्दैनौँ भन्दै उताको सर्भिस हुँदै टाइम आउट माग्दा पनि रेफ्रीले चिट्ठी बजाएर सर्भिस लगातार हान्न लाएर हावा चलेको बेला गेम खेलाएको कारणले विवाद आएको थियो। र दोस्रो कुरा, मन्थली 4 र मन्थली 11 को गेम चल्दा पनि जसमा बेस्ट 3 को गेममा एक सेट दुई टिमले नै जितेका थिए र भ्याइने समय नै थियो र त्यस समयमा गेम नखेलाउने भएको कारणले विवाद आएको थियो। अगाडि हावाहुडी चल्दाखेरि रोकौँ भन्दा चाहिँ नरोकेको म्याच त्यतिखेर रोक्यो भनेर 11 का खेलाडीहरूले नि विरोध जनाएका थिए र जसमा आयोजकले वास्तै नगरेर उल्टै हाम्रै 3 नम्बरको 11 नम्बरको दोष देखाएर त्यो गेम टारेको थियो। त्यो रेफ्रीलाई